ल स्वागत छ तपाईँलाई। यो त ग्यास चलेको छैन क्या? छ ए नयाँ हो। ल यहाँ सबैको भिडियो बनाइदिनु पर्यो भनेर ल ल हाम्रो कुशल भाइ हाम्रो मण्डलीको अगुवा हुनुहुन्छ। आज हाम्रो मण्डली सरेको है। ल है हाम्रो चर्च अब सुरु भयो। अनि लु आज चर्च हाम्रो सर्दै हुनुहुन्छ। हाम्रो आज हामी यहाँ पर सेवा गर्थ्यौँ अनि यसरी परबाट हामी सङ्गति सर्दैछौँ है। अब हाम्रो आफ्नै भवनमा सर्दैछौँ। हाम्रो छोरीहरू बोक्नु भएको छ। ए मादल बोकेर म पनि छु मादल बजाउँदै डेङ्ग्रेङ डेङ्ग्रेङ। ल यस्तो छ है। भिडियो बनाउँदैछु एउटा सम्झनाको रूपमा। भाइ ल आमाहरू ए कान्छो अनुहार देखाऊ। ए हाम्रो छोरीहरू बोक्दैछन्। यी हाम्रो ज्ञानो बहिनी मण्डलीको अगुवा हुनुहुन्छ। ओ पछाडि हाम्रो मण्डलीका आमा आउँदै हुनुहुन्छ। ओ पर अलिक छिटो आउनु है। ल है उसले पनि कुच्चो बोकेछ। एकछिन है अमृत बाई पनि आउँदै हुनुहुन्छ पछाडि। आमाले त ठुलो लोड बोक्नु भएको छ त। लु मण्डली एकछिन बस्नु है। मण्डली त आमा अनि आउनु छिटो। बोक्नु भएको छ दरो ठुलो। एकैछिन ल आउनु। यहाँ अमृत भाइलाई देखेन र नै खिचेको। ल जय मसी। ल काँचुली फेरि है। हामीले काँचुली फेरि है। ल चर्च आइपुग्यो। अनि चर्चमा आमाहरू यो सामान बोकेर हेर। आमा जन्तीको लस्कार छ नि। ल हेर्नु ल हाम्रो मण्डली सरेको आज चाहिँ भयभरको पोका पटाङ्ग्रोहरू सबै बोकेर आज हामी आजदेखि हामीले छोडेर अब यता सामान सार्दैछौँ है। अब ल है बिस्तारो। ल अब बिस्तारो है लड्नुलाई। ल हेर त हाम्रो आमाहरू के कडा सबै नै बोकेर आउनु भयो ट्रकले जस्तै झामराङ झुमरुङ होइन। अरू भन्दा पनि हाम्रो यहाँ आमा के कडा हो न। ल हेर्नु त आमा कुशल भाइ। लु है सामान त आयो त हाम्रो त सबै। यो मादल राख नानी। ल अब कार्पेटहरू बिछाउनु पर्छ। सबै कुरो एकैचोटि उठ्यो। अनि थोरै छ नि। ए उहाँ झन् त्यो ऊ बोकेर आउनुभएको के अरे ग्यासै बोकेर आउनुभएको उहाँकै डरेको छ। हो नि यो हाम्रो मण्डलीको आमाले बोक्नु भएको भाँडाकुँडा उहाँले बोक्नु भएको। उहाँले जय मसी। यहाँ पानीहरू चलेको छ नानी सबै ठिक छ। यो हाम्रो यसो किचनहरू बनाएको है। यसो यो चाहिँ अलि यो टोयलेटहरू हो। यो यता धारा छ एउटै। यो धारा पनि आउँछ पानी हाम्रोमै। ए
सबैको कहाँ मजाले पानी आउँछ है ल अनि यो चाहिँ टोयलेट टोयलेटहरू पनि बनाइसकेको छौँ सुविधायुक्त टोयलेटहरू अनि यो चाहिँ किचन बनाएको एउटा सानो भाइहरूको सामानहरू सबै बोकेर आज आयौँ रुममा थियौँ योभन्दा अगाडि चाहिँ हामी योभन्दा अगाडि रुममा सेवा गर्थ्यौँ भाडामा अब हाम्रो आफ्नै मण्डली बनाइकन यो अलिक पानी नसुकेकोले हामीले कार्पेट बिछाएको छैनौँ कार्पेटहरू पनि ल्याइसकेको छौँ कार्पेटहरू ल कार्पेटहरू ल है सबैलाई कस्तो लागिरहेछ हौ अब हाम्रो 10 गते चाहिँ ओपनिङ छ त्यसले गर्दाखेरि हामी सबैजना बोकेर यो हो नि त